हेलो, म चाहिँ आज ट्रेनबाट रक्सोलबाट चाहिँ म कलकत्ता जाँदैछु। सो म चाहिँ यहाँनिर हेर्दै एन्ड देन सेम टाइम यो चाहिँ नेपाली चौचो खाँदैछु किनभने मस्ती म ट्रेनमा खाँदिनँ। सो रक्सोलबाट चाहिँ 14 घन्टा लाग्दो रहेछ। 14 घन्टामा अब हेरौँ। सो मलाई चाहिँ बोर भइसक्यो है, पनि हुँदैन हुन्छ हुँदैन। अब अहिले बिहानको 10 बजीको 10 समथिङको ट्रेन, अब भोलि बिहान पुग्छ। समटाइम ट्रेनबाट चाहिँ लास्ट राम्रो लाग्ने अहिले यस्तो छ है। अब चाहिँ सुत्ने टाइम भइसक्यो रातिको। सो एभ्रिवान यस्तै खालको सुतिरहेको छ। चाहिँ बाहिरपट्टि मेरोमा चाहिँ एक स्टेप मात्र छ है भन्नाले यो फ्लोर यो भयो, त्यसपछि एउटा माथि छ होइन। अलिकति परतिर चाहिँ एउटा दुईवटा तिनवटा हुन्छ। स्लिपरमा एसी पुरा टाउको दुखिरहेको छ। फेरि यो ज्यादा टिममा चाहिँ एसी पनि नट गऱ्यो होइन, त्यस्तो छ। अब म भोलि बिहानै पुग्छु होला 4 बजी, अनि 4 बजी अनि दाइ लिन आउँछ। अनि त्यसपछि यहाँबाट चाहिँ हाउडा भन्नेमा पुगिन्छ है त। ओके, हामी अलमोस्ट आइपुग्यौँ हाउडा। यो चाहिँ हाउडा। दाइ हाई, दाइ लिन आएको मलाई यहाँनिर बिहानै मान्छेहरूको त यो ट्रेनमा आएको होइन त हामी, यो यसमा आएको होइन। अब म अगाडि देखाइदिन्छु है त। लङ टाइम यदि 3-4 साल भयो होला यहाँ आएको। पछि आउँदाखेरि त दाइ त्यो मजा आउँदो रहेछ खिच्नलाई, नत्र सधैँ आउँदा चाहिँ हामी कि त्यो बस्दै गर्दैन होइन। यो चाहिँ हाउडाको ब्रिज हो। अब यताबाट फोटो खिच्नु दिँदैन पो त है त यहाँ? ए नदिनु, सबै दिन्छ। भित्रबाट गर्नु पर्ला, बाहिरबाट पनि गर्नेलाई गरिरहेको हुन्छ। पहिला त रुल्स लेखेको त छ, नो फोटोग्राफी, बट सबैले गर्छ। त्यो फोटोग्राफी स्ट्रिक्टली प्रोहिबिटेड छ। बट सबैजना फोटो उठाइरहेछन् बसेर। शूटिंग करता है यहाँ पे।